All right, welcome back to my new vlog. आशा छ तपाईहरु सन्चै आराममा हुनुहुन्छ होला। म पनि यहाँ सन्चै आरामै छु। गाइज अब चाहिँ म भर्खर रेडी भएर मुखसुख धोएर खाना खाएर अब चाहिँ स्कुल जानको लागि रेडी हुँदैछु। यो चाहिँ बाख्रा छ नै बसेको छन् पुरै। सो गाइज म चाहिँ अब ड्रेस लगाउँछु अनि तपाईहरुलाई चाहिँ म अब ड्रेस लगाएपछि भेट्छु है गाइज। फाइनली म चाहिँ स्कुल जानको लागि रेडी भइसके। यो तलथर साथीहरु आज चाहिँ गर्छिन अरे चाहिँ 3 बजे जान्छु। हुसेन रमन अनि मुबारक छन्। गाइस म चाहिँ यहाँ तलथर जाने बाटोमा आए। यो चाहिँ साँचको बुढा हो। यो हाम्रो फुपूको घर हो। आज चाहिँ यहाँ कोही पनि हुनुहुन्न। मकै पनि यत्रो यत्रो भइसके। आज चाहिँ फुपाको घर कोही पनि हुनुहुन्न है। फुपा फुपू बाख्रा छन्। रमनले चाहिँ फोन गरेको थियो कि हामी गर्छौँ भनेर। रमन गर्छिन के हो आज चाहिँ म त्यसै जान्छु। रमन कहाँ छ? रमन यहाँ अरे फुपू बस्न छ। जात नहीं रहा हुसैन को है के ना रमन चाहिँ यहाँ छ। हामीहरु चाहिँ अब जान्छौँ है। आज हुसैन जान्न अरे। गाइस हामीहरु चाहिँ यहाँ स्कुल जान लाग्छौँ। आज हुसैन चाहिँ जान्न अरे। कहाँ थियो कहाँ सुधिरै हुसैन क्या भयो यहाँ माथि उस्तीमा आयौँ के अरे बल पक्राउन मुनि। अब चाहिँ हामी एकछिन बस्छौँ यहाँ। रमन यहाँ टोलाएको छ। गाइस हामीहरु चाहिँ फाइनली एकछिन बसेर अब चाहिँ हिँड्न लागेछौँ। यहाँ चाहिँ बिक्रे पनि छ है विक्रम। ओ बिक्रे एक्लै हो। र गाइस हामीहरु चाहिँ प्रतीक्षालयमा आइयो। यहाँ चाहिँ शीतल छ। अब यहाँ मलाई भनेर कुर्ची राखिदिएछ बस्नु पर्यो है गाइस। दुईटा चाहिँ यहाँ बसेछन्। बिग्रे चाहिँ यहाँ भिडियो नदेखु भनेछ। कति ह्यान्डसम छन्। यिनले 5-6 वटी लभ पारेछन्। हाम्रो क्लास के एउटीला बुढोलाई पनि 5-6 वटा छन् अरे। हामीहरु चाहिँ एकछिन बसेर टक्क बिग्रे पनि त्यहाँ आप्पाडेहरु चाहिँ गयो अन्त्यहरु कति भिडियो गर्छ। रमन चाहिँ यहाँ छ। सो गाइस हामीहरु चाहिँ यहाँ माथि यो यता दुईटा बाटो क्रस हुने ठाउँमा आइयो। हामीहरु चाहिँ आज बाटो गइन्न। यहाँ अन्त्यहरु बस्छन् आप्पाडेहरु। माउखाने यहाँ छ। आप्पाडे यहाँ हाँसी चाहिँ गाइस म हिजो गयो जाने बिर्सेछु। हिजो काम थियो क्या बढी त्यहाँ बस्छौँ है हामीहरु चाहिँ। सो गाइस यो उसमा आयौँ हामी चाहिँ बस्ने ठाउँमा। यहाँ चाहिँ अब एकछिन बसिन्छ। सो गाइस हामीहरु चाहिँ एकछिन बसियो। अब चाहिँ फेरि यो हाड्डे उकालो हिँड्न लाग्छौँ। माथिहरु चाहिँ खडी देखिन्छ खगडी म देखाउँछु है गाइस। हामीहरु चाहिँ माथि आयौँ। बहुत दुःख हुन्छ यहाँदेखि चाहिँ खतरा भ्यू हुन्छ है खगडीको। तपाईँलाई देखाउँछु मैले अहिले अलि माथि देखाउँछु। यत्न हुन्छ। यो चाहिँ बरपोखरा हो।
चाहिँ खगडी है ऊ यहाँ हाम्रो घर छ यो मजारो उयो इमामबाडा यो चाहिँ बरपोखरा है गाइज हाम्रो चाहिँ यहाँ माथि है अब यति छ हिँड्न पसिना पनि खतरा छ नि गाइज गाइज सपोर्ट देख्नु होला यस्तो आएको छ गाइज हामीहरू चाहिँ स्कुलको प्राङ्गणमा आयौँ चाहिँ अमित दाइ पनि आउनु छ कार लिएर यस्तो छ दामी नेचर भ्यू यहाँ आउनुहुन्छ यो कारमा सो गाइज स्कुल चाहिँ यो हाम्रो पहिलाको भिडियोमा पनि देख्नुभयो होला स्कुलमा आइसकेँ यहाँ चाहिँ हरिबाला मैले मोबाइल राख्नु दिन्छु मोबाइल राख्दिनु है सो गाइज हाम्रो एन्जल चाहिँ यहाँ छ नै आज चाहिँ देखिनु भयो हाम्रो स्कुल हो यहाँ चाहिँ सरहरू हुनुहुन्छ सो गाइज यहाँ चाहिँ मस्तै विद्यार्थीहरू खेलेछन् यो चाहिँ अमित भाइ है सो गाइज म चाहिँ तपाईँहरूलाई अब घर जाने बेला भेट्छु सो गाइज हामीहरू चाहिँ फाइनली अब पढेर भइयो अब चाहिँ हामीहरू 3 मिनट बनाउनु भाइ यो चाहिँ सुमित हो यिनले चाहिँ यहाँ भिडियो बनाएर डाक्दैछन् यो पनि जान्छ अरे गाइज यिनीहरू चाहिँ यहाँ आएछन् हामीहरू पनि यहाँ अब चाहिँ स्कुल आज बन्द हो भने अरू क्लासको त छ यहाँ चाहिँ एन्जल र सिर्जना लडेछन् यता झरना एन्जल चाहिँ पछि पछि के गर्छ नि किन्न गर्थ्यो अनि एन्जलले चाहिँ कुनै देखाए पा कुनै क्यामेरा त ऊ नै चाहिँ के ल अस्मिता हिँड ल ऊ पापा कि परी परी ऊ मे भन्दै हिँडी चाहिँ सो गाइज म तपाईँहरूलाई थोडा गरेर भेट्छु हामीहरू चाहिँ आज सबै भिकारी भएर म्याङ्गो जुस खानु सीताको खुवाउनु पालेको र पनि यसले पनि ल्याइन्छ यसले ल्याइसक्यो मैले खान्न है गाइज म चाहिँ घर पनि आइसकेँ यहाँ चाहिँ नवरजदै बस्छन् बल्ल चपाउँदै यिनीहरू पनि अब घर जान्छन् यहाँ चाहिँ कोही पनि छैन गाइज म चाहिँ भर्खरै स्कुलदेखि आएँ खानासाना पनि खाइसकेँ त्यहाँ आज चाहिँ बल चोरेकै घरमा 4 कट्टा चामल छोड्नुहुन्छ म चाहिँ त्यहाँ नसिबलाई लिन जान्छु नसिब भाइलाई त्यहाँ माथि आउनु लाग्यो होला नि म चाहिँ यहाँ नसिबलाई लिन भनेर गएको थिएँ नसिब चाहिँ भेटिएन रमाना छ है अब हामीहरू चाहिँ त्यहाँ बलचोर जानु छ मस्तै लामासँग यता चाहिँ सलमालेकुम सो गाइज हामीहरू चाहिँ अब रमन रेडी भयो अब चाहिँ हामी चामल छोडाउनु जान्छौँ है गाइज हामीहरू चाहिँ अब जान लाग्छौँ हाम्रो त यहाँ छन् ल गाइज हामीहरू चाहिँ यहाँ तिरिसको घरभन्दा मुनि आयौँ तल हो सो गाइज हामीहरू चाहिँ यहाँ चामल छोडेर घर चाहिँ आइसक्नुलाई त्यो बिग्रे चाहिँ आज भिडियोमा झात्रै देखेछ कति हाँसेछ यसले बिगामी होइन यसको हाँसो चाहिँ मिठो छ है हामीहरू चाहिँ यो घरमा है गाइज यता घर चाहिँ यता हो यही घर हो यही हो घर यो गाइज दुईटा हजुर दुईटा ल्याइदिन्छु एउटा लिएर आउँ सो गाइज हामीहरू चाहिँ यहाँ चामल लैदिनु फर्मल र राम अब दुईटा ल्याइदिन्छु ए खाटा राखिदिनु
गाइस त्यो चाहिँ घुमाउन गयो हामीहरूलाई चाहिँ अझै एकचोटि आउन छ दुईवटा ल्याइदिएर अरू ठाउँ पनि हुनसक्छ सायद हामीहरू चाहिँ फाइनली घर पनि आयौँ अब चाहिँ दुइटाको त राम लानु छ है रमन र म अब यस्तै सिधा हुँदै कि तपाईँहरू बाङ्गे बाङ्गे उल्टे बनाउँथ्यो भने त्यस्तै आउँछ एकातिरको सुल्टेको थियो अनि एकातिरको उल्टेको थियो अघि नै चाहिँ यहाँ छ नि सो गाइज म चाहिँ त्यहाँ चामल छोडेर आएँ कि आज चाहिँ 18 भने चाहिँ यति है अब चाहिँ त्यहाँ हामी आफ टिप्न जान्छौँ है गाइज हामीहरू चाहिँ यहाँ हाम्रो दिदीको घर हुनाले आफ्नो घर दिदीको त्यहाँ चाहिँ हामी अब आफ टिप्न आछौँ खतरा छ नि आफ चाहिँ गाइज लल्ली लल्ली छ नि हामी चाहिँ अब रुखमा चढ्छौँ म चाहिँ यहाँ रुखमा आएँ आँप चाहिँ हेर्न सक्नुहुन्छ ठुल्ठुलो टिपै सानो नटिप यसलाई चाहिँ मैले एउटा प्लास्टिक दिन्छु यो चाहिँ मैले चाहिँ खान्न उतो टिपिहाल त तल क्या उ त्यो ठुला टिप्ने है गाइज यो हाँगा छन् अनि यो यहाँ पनि छ नि गाइज म चाहिँ अब टिप्छु है गाइज टिपेपछि तपाईँहरूलाई देखाउँछु हामीहरूले चाहिँ फाइनली आफ टिपिसक्यौँ यहाँ छन् यत्रो आफ छन् ठुल्ठुला सो गाइज यिनी आफ चाहिँ उहाँ स्कुलमा साथीहरूले ल्याउनु भनेको थिएँ अस्ति न पहिला लगेको थिएँ यो चाहिँ हाम्रो हसिना दिदीको घर हो यो हो चिन्नुभयो होला भिडियो पनि हेर्नुहुन्छ आफ चाहिँ दामी छ नि गाइज हेर्नुहोस् सो गाइज आँप चाहिँ यति हुन् अब चाहिँ हामीहरू घर जान्छौँ है रमनले चाहिँ यहाँ बाइक उडाउनु लाग्छ अहिले घुमाउन सक्छ कि नै झर्दै सक्छ नि सो गाइज अब चाहिँ हामीहरू घर जान्छौँ है सो गाइज हामीहरू चाहिँ यहाँ उसमा है आइसक्नु है हामीहरू चाहिँ अब यो मन्दिर छिनी आइसक्नु है टिपेर घर पनि आइसक्यो आजको लागि चाहिँ यति नै फेरि भेटौँला कुनै नयाँ नयाँ कन्टेन्ट र भिडियोको साथमा यतिखेरसम्मको लागि